यो प्युठान माचकोट जाने बाटो पछिल्लो समय धेरै सुधारोन्मुख छ। आरसीसी ढलान भइसकेपछि यो बाटो एकदम राम्रो भएको देख्न सकिन्छ। हेर्न सक्नुहुन्छ तपाईले बाटोको अवस्था। यहाँनिरबाट आरसीसी ढलान छ। यो आरसीसी ढलान एकदमै राम्रो देखिएको छ। यो माचकोट जाने बाटो सबैभन्दा अप्ठ्यारो बाटोमा आरसीसी ढलान भइसकेपछि एकदमै सजिलो तरिकाले गाडीहरू चलाउनको लागि सहज भएको छ। आरसीसी भएको भने बाटो यहाँ पहिला हरि बिजोग थियो, अहिले चाहिँ राम्रो छ, राम्रो भएको छ, सुधार छ। यस पछिल्लो समय सुधार हुँदैछ बाटो। ओ भाइहरू, बाटोमा क्रिकेट हान्देको यहाँनिर फेरि अलिकति बाटो अप्ठ्यारो छ। ओ ओ ओ माई गड, यस्तो अप्ठ्यारो बाटो। यत्न चाहिँ अलिकति बाटो अप्ठ्यारो छ। अस्तिको पानीले पनि बिगारेको थियो यो बाटो। यहाँनिर बाटो चौडा हुन लागिराखेको छ। यो चौडा हुन लागेको बाटो चाहिँ सबैभन्दा अप्ठ्यारो यहाँनिर थियो। यो चौडा हुन लागिसकेपछि यो बाटोलाई अलिकति राम्रै छ, चौडा हुन लागेको छ। अब यत्नतिर बन्यो भने माचकोट जानको लागि बाटो टिकुरीदेखि असाध्यै राम्रो हुनेवाला छ। अब यत्नै माथितिरदेखि फेरि यो आरसीसी ढलान भइसकेको छ। यो आरसीसी हो यहाँनिर अब आइसक्यो। निर्माण सामग्रीहरू अगाडि राख्दाखेरि बाटो अलिकति अप्ठ्यारो छ। ओ ओ ओ ओ माई गड, ल छिटो। अब यहाँबाट चाहिँ आरसीसी माथि 2 घुम्तीसम्म आरसीसी छ। आरसीसी बाटो असाध्यै राम्रो भएको हुनाले चलाउन चाहिँ सजिलो छ है। ल प्युठान नगरपालिकाको सबैभन्दा विकट वाडा प्युठान नगरपालिका छ। माचकोटको यो वाडामा अलि पछि परेको छ। तैपनि अहिले ढेरवटा बाटोहरू गएको छ, सजिलो छ, सहज छ जानको लागि। त्यति गुनासो छैन, राम्रो छ है। हाम्रो प्युठान नगरपालिका वडा नम्बर 6 माचकोटका वडा अध्यक्ष यान्ती मगरज्यू निकै वाडा बासिन्दाको सहजताका लागि घनीभूत लाग्नु भएको छ। उहाँलाई मेरो तर्फबाट शुभकामना छ। आफ्नो पालामा हो गर्ने होइन। उहाँले यो घुसुने वडा
ल यो टिकुरीदेखि माथिरको आरसीसी ढलानसम्मको मैले यो भिडियो बनाएँ। तपाईँलाई कस्तो लाग्छ भिडियो लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नुहोला र मनमा लागेको कुराहरू ड्याङ्ग कमेन्ट गर्नुहोला। धन्यवाद।